शुभ बिहानी गुरुदेव यो द्वन्द्वलाई कसरी उत्पन्न हुन नदिने त यो शान्ति कसरी हटाउन सकिन्छ त आफ्नो मनमा सधैँ यो आइराख्ने यो द्वन्द्वकै कारणले गर्दाखेरि वशिष्ठ गुरुले रामलाई भन्नुहुन्छ यदा न जायते द्वन्द्वम न च शान्ति विकल्पत तदा स्वभावत शान्तम ब्रह्म निर्वाण मुच्यते हुँदैन ऊ र म भन्ने भाव रहँदैन सङ्घर्ष रहँदैन हो यो उत्पन्न नभएपछि के हुन्छ त मनले बनाएको जुन यो कृत्रिम शान्ति हो गुरुले भन्नुहुन्छ यही जङ्गलमा गएर आँखा चिम्म गएर बसेर हामी जुन एउटा शान्तिको अभ्यास गरिरहेका छौँ त्यो के हो त कृत्रिम शान्ति झगडै नहुनु तिमी शान्तिमा पुगेको लक्षण होइन अथवा विचार दबाएर मौनमा बस्नु त्यो पनि शान्ति होइन